So what's up everyone? Welcome back to the channel Devasis Pathak. So here we back with another crazy video. So आज चाहिँ हामी बस ट्रक सिमुलेटर इन्डोनेसिया खेल्न गइरहेको छौँ. So let's get started. So guys अब चाहिँ हामी आफ्नो म्याप अनुसार अघि बढ्नु पर्छ. So let's go. गाइस मैले ट्रक चाहिँ अफसोस यही वाला ट्रक मात्रै पाएँ किनभने अर्को ट्रकमा यो वाला मैले लिने टाइपको सामानहरू लिन पाइँदो रहेछ. सो गाइस म्याप पनि डिफ्रेन्ट भइसकेको छ. यहीँबाट मोडाइदिउँ किन अगाडि गइरहनु होइन त गाइस. ल गाइस सो अलिकति अघि बढेर भेटौँला भन्दा नि. ल जम ल अघि सरम. गाइस मलाई चाहिँ भन्दा नि यो वालामा चलाउन मजा आउँछ होइन. तर हजुरहरूले बाहिरको पनि सबै भ्यूहरू देखाउँदै लानु पर्यो. त्यसैले चाहिँ यहीबाट यो एङ्गल नै ठिक छ हैन गाइस. सिनेम्याटिक्स है गाइस. ल फेरि सिनेम्याटिक्स हो नि त फेरि. गाइस अघि नै बत्ती बालेको थिएँ अब त बिहानै हुन लागिसकेको छ हैन. सिनेम्याटिक्स है गाइस यो चाहिँ फेरि. ल अंकल जी त के हो पुरैलो कस्तो गाडी हो यो. ला सेट गाइस बिचो बाटोमा खतरनाक एक्सिडेन्ट भएको अवस्था. गाइस गाडीबाट पुरै धुवाँ निस्क्यो. गाडीको हालत के भयो एकचोटि चेक गर्नु पर्यो गाइस. केमा चेक गर्छ. ओ सेट ल है त गाइस सिनेम्याटिक्स है त फेरि यो चाहिँ सिनेम्याटिक्स. गाइस रेड लाइट न सेड लाइट हामीले के हैन हामी त गइदिने हो. ल सरासर ल है त गाइस. ओ नो झन्डै ठोक्या छैन गाइस. यस्तो मोडाएर हैन गाइस स्वाट जानुपर्छ क्या. ल गाइस ल गाइस खतरनाक पानी परिरहेको छ. यो ट्रक भित्र नै पानी पस्ला जस्तो लागिसक्यो गाइस. यति ठुलो पानी परिरहेछ कबल गयो. सट गाइस एड्स सबैभन्दा रिसुली कुरा एड आयो एड. गाइस फाइनली एड गन फेरि यो आयो गाइस. सो गाइस तपाईहरुसँग म फेरि भेटिसकेको छु गाइस. अब चाहिँ हल्का जंगलवाला म्याप आउन लाग्यो. सो इट इज भेरी इन्ट्रेस्टिङ. तपाईहरुले देख्न सक्नुहुन्छ गाइस यतातिर खतरनाक सिन छ. अब यही सिनमा यसो सिनेम्याटिक्स हान्दिउँ हैन गाइस. ओ नो गाइस सिनेम्याटिक्सको चक्करमा झन्डै एक्सिडेन्ट भएको थिएन. के जंगल हो यार गाइस यो. ओले भएरै छाड्यो नि गाइस. जेको डर थियो त्यही भयो गाइस. यस्तोमा चाहिँ यसरी चलाउनु खतरा मजा आउँछ गाइस. अगाडि पुरै भिजिसकेको छ. नो गाइस यो डिरेक्सनबाट हिँडेछौ गाइस. यस्तो खतरनाक जंगलमा यस्तो पानी परिरहेको बेला यसरी गाडी चलाउनुको मजा छुट्टै छ गाइस. अब चाहिँ गाइस हामी सायद नै यहीँबाट मुड्नु पर्ने छ. सो गाइस ल गाइस अब चाहिँ मेरो हिसाबले यहाँ अब सामान भरिन्छ होला. सो हेलो सो गाइस फाइनली वी आर ब्याक. हाम्रो चाहिँ सामान भरिसकेको छ. सो अब हामी यही बाटोबाट चाहिँ जाने होइन होइन. सो गाइस अब चाहिँ हामी यसो बाटोबाट फेरि फर्किनु पर्ने हुन्छ गाइस. ल है त गाइस
यसो तलतिर लिनुपर्ने हुन्छ गाइस। कुनै गाडी चाहिँ नआइदियोस् गाइस, फेरि खतरनाक अर्को एक्सिडेन्ट हुन जान्छ फेरि। सो गाइस अब हामी फेरि त्यही बाटोबाट फर्किनु पर्ला जस्तो छ। सो एकछिनपछि भेटौँला हल्का अगाडि गएपछि। सो पसलहरू नि रहेछ यहाँ खतरनाक। यसो लिएर एकछिन चाय पानी गर्न पनि वा गाइस एक्सिडेन्ट भयो। सो गाइस मेरो हातबाट चाहिँ कमै एक्सिडेन्ट हुन्छ होइन, किनभने म हल्का हेभी ड्राइभर हो। तपाईँहरूले देख्नै सक्नुहुन्छ मेरो हातबाट कति कम एक्सिडेन्ट हुन्छ भनेर। गाडीको हालत एकदमै नयाँ नै छ होइन गाइस। अब कति टाइम लाग्ने हो नि थाहा छैन होइन गाइस। अब हाम्रो नेक्स्ट स्टपसम्म पुग्नलाई जे भन्यो नि वरिपरिको भ्यूहरू चाहिँ बवाल छ क्या गाइस। हेर्नुहोस् यतातिर घरहरू बनाएको छ देख्न सक्नुहुन्छ तपाईँले। यो साइडमा त खोला पो त रहेछ यार, यसो डुब्की हान्न आउनु पर्ला है क्या। यस्तो जङ्गलको बिचमा यो मान्छेहरूले घर बनाउँदाखेरि यस्तो डर पनि नलाग्ने। ओ नो गाइस फिर से एड आ गया। सो एड आयो, एड सिधेपछि फेरि भेटौँला। सो गाइस अहिलेको सिन यस्तो छ कि हामी आइपुग्न लाग्यो। अब यो नेक्स्ट स्टप भने हाम्रो सिधै फ्याक्ट्रीमा छ। पैसा पनि धेरै कमाइला जस्तो छैन गाइस। आज बत्ती नै अफ गरिदिएँ, यो अहिलेसम्म चल्दो रहेछ गाइस। हल्का यो एङ्गलमा नि यसो चलाइदिउँ न, खतरा मजा आउँछ क्या फेरि गाइस। गाइस हाम्रो चाहिँ स्टप नै आउनु लाग्यो जस्तो छ होइन गाइस। सिनेमेटिक्स है गाइस फेरि यो चाहिँ। सिनेमेटिक्स हो है फेरि, सिनेमेटिक्स हो नि फेरि गाइस, सिनेमेटिक्स हो है गाइस फेरि यो।